तपाईँहरू सबैजनालाई आजको यस भिडियोमा आज मैले बिहान मैले क्यान्डल स्टिकको भिडियो बनाएको थिएँ। अब हामी क्यान्डल स्टिकमा इच एन्ड एभ्री क्यान्डल स्टिक अध्ययन गर्दै हेर्दै जानेछौँ। आज हामी सुरुको क्यान्डल स्टिक बुलिस इनगल्फिङ क्यान्डलको बारेमा अध्ययन गर्नेछौँ। यो चाहिँ विस्तृत रूपमै हेर्नेछौँ र यसबाट हामीले कसरी नाफा कमाउन सक्छौँ, यो क्यान्डलले कसरी काम गर्छ र बजारमा हामीले योबाट अपनाएको रणनीतिले के काम गर्छ भन्ने कुरा हामी हेर्छौँ है त। यसमा हाम्रो कस्तो हुन्छ त भन्दा सर्वप्रथम बुलिस इन्गल्फिङ भनेको कस्तो भनेपछि इन्गल्फ भनेको के भन्छ हामीले इन्गल्फ भनेको चाहिँ निल्नु भनेको त्यो पछाडिको कुरालाई अगाडिको ठुलो कुराले चाहिँ जित्नु भनेको हो। यो कुराले को कस्तो भनेपछि बजार घटिरहेको बेलामा चाहिँ एउटा क्यान्डल बनेर त्यो क्यान्डलले चाहिँ त्यो घटिरहेको बजारलाई चाहिँ रिभर्सल गरेर त्यो क्यान्डल देखिएपछि अप ट्रेन्ड अलिअलि देखाइदिने गरिरहेको हुन्छ जसमा हामीले चाहिँ दुईवटा क्यान्डल स्टिक प्याटर्नबाट बन्ने हाम्रो क्यान्डल स्टिक प्याटर्न हो जुन चाहिँ हाम्रो बजार डाउन ट्रेन्ड भएको बेला घटिरहेको हुन्छ त्यस्तो बेलामा हाम्रो यो बुलिस इन्गल्फिङ क्यान्डल देखिन्छ र यो क्यान्डल देखिसकेपछि हामीले के सङ्केत यसको सङ्केत थाहा पाउनु पर्दछ कि यसले हाम्रो बजारलाई चाहिँ माथि जान सक्छ भन्ने कुरा इन्डिकेट गरिरहेको छ भन्न खोजे मैले जस्तै यो क्यान्डलले यहाँदेखिको घटिरहेको बजार भयो होइन अनि घटिरहेको बजारमा चाहिँ एउटा क्यान्डल बनेर रिभर्सल बन्यो यसको उल्टो बन्यो उल्टो बनेर यो क्यान्डलले यताको क्यान्डललाई जित्यो खायो होइन खाइसकेपछि चाहिँ यहाँदेखिको माथिको बजारलाई चाहिँ यसले बढ्छ भन्ने सङ्केत गर्यो भन्न खोजेको छ यसलाई हामी बुलिस इन्गल्फिङ भन्छ बियरिस इन्गल्फिङ क्यान्डल पनि हामी छलफल गर्नेछौँ पहिला बुलिस इन्गल्फिङमा हेरेर अनि हामी बियरिस इन्गल्फिङतर्फ जानेछौँ। आज मैले पल्ल बुलिस इन्गल्फिङको मात्रै बनाउनेछु त्यस पछाडि बियरिस इन्गल्फिङको बनाउनेछु। यसमा हाम्रो के हुन्छ त भन्दा पहिला चाहिँ पहिलो क्यान्डल कस्तो क्यान्डल बन्यो भने सानो र रातो क्यान्डल भनेको योभन्दा अगाडिको क्यान्डल सानो बन्यो होइन अनि रातो क्यान्डल बन्यो। जस्तै अझ राम्रो क्यान्डल कहाँ छ सानो र रातो क्यान्डल बनेको क्यान्डल लगभग लगभग यहाँ पनि छ होइन सानो क्यान्डल बन्यो अनि रातो बन्यो अनि बजारलाई अझ कमजोर भएको देखायो नि त रातो क्यान्डलले अनि रातो क्यान्डल बनिसकेपछि यसमा के हुन्छ सेलरहरू हाबी भइसकेका हुन्छन् अनि त्यस पछाडि हाम्रो अर्को क्यान्डल के हुन्छ यो चाहिँ ठुलो क्यान्डल बन्छ अनि ठुलो क्यान्डलले के गर्छ त भन्दा त्यो पहिले बनेको सानो र रातो क्यान्डललाई चाहिँ यसले ढाक्छ भनेको इन्गल्फ गर्छ भनेको इन्गल्फ भन्छ भने गर्छ भनेको खान्छ भन्ने कुरा हामी बुझ्नुपर्छ यसमा चाहिँ के हुन्छ त भन्दा क्लोजिङ प्राइज यो हरियो क्यान्डलको क्लोजिङ प्राइज यो रातो क्यान्डलको भन्दा माथि हुन्छ अनि त्यस पछाडि हाम्रो बुलिस इन्गल्फिङ क्यान्डल भन्न सक्छ अनि बुलिस इन्गल्फिङ क्यान्डल हुनलाई चाहिँ के कुरा चाहिन्छ त भन्दा हाम्रो पहिलो मार्केट सिनारीहरू कस्तो हुनुपर्छ डाउन ट्रेन्ड भएर चाहिँ यो क्यान्डलहरू प्राय जसो म्यानरमा चाहिँ फर्म भएको हुन्छ अप ट्रेन्डमा चाहिँ फर्म हुँदैन यहाँ राम्रो रहेछ है अनि त्यस पछाडि दोस्रो क्यान्डल भनेको पहिलो यो दोस्रो क्यान्डलले पहिलो क्यान्डलले पुरै ढाकेको हुनु पर्यो भन्न खोजेको यहाँ ढाकेको छ होइन यसरी हामीले थाहा पाउनुपर्छ अनि जस्तै दोस्रो क्यान्डलको तुलनामा पहिलो क्यान्डलको भोल्युम पनि अझ बढी भएको राम्रो जस्तै यो क्यान्डल भन्दा यो क्यान्डलको भोल्युम अलि बढी छ होइन यो पनि राम्रो तरिकाले हेर्न सक्यो भने हामीलाई चाहिँ फाइदा हुन्छ अनि यो यस्तो क्यान्डलहरू कहाँनिर बन्नु पर्यो भने हाम्रो सपोर्ट लेभलको तिर यस्तो क्यान्डलहरू जता जता फर्म भएको हुन्छ त्यस्तो बेलामा बाइङ अपर्च्युनिटी त्यहाँ देखाइदिइरहेको हुन्छ जस्तै यहाँ सपोर्ट लेभलमा बनेको क्यान्डलहरू रह्यो होइन तर प्योर सपोर्ट चाहिँ छैन तर यहाँनिरको सपोर्टमा चाहिँ यो क्यान्डल बन्यो होइन ठ्याक्कै सपोर्टमा चाहिँ आएर बसेन यसमा के हुन्छ पहिलो दिन हाम्रो सेलर हाबी हुन्छ त्यसरी दोस्रो दिनमा हाम्रो बायरहरूले चाहिँ किनेर चाहिँ अलि शक्तिशाली बनाइदिन्छन् र यसले चाहिँ हाम्रो के गर्छ त भन्दा सेलरहरू यहाँ हाबी भएको सेलरहरू चाहिँ उनीहरूलाई चाहिँ बायरले ट्र्यापमा पार्छ अनि जितिरहन्छ अनि ट्रेन्ड पनि अब डाउन ट्रेन्ड भइरहेको मार्केट अब बुलिस इन्गल्फिङ क्यान्डल ठुलो क्यान्डल भयो भने मार्केट पनि उल्टिन सक्ने सम्भावना हुन्छ त्यस पछाडि हामीले अब कतातिर किन्ने त भन्दा बुलिस इन्गल्फिङ क्यान्डलमा चाहिँ कसरी ट्रेड गर्ने भन्ने कुरा पनि हेर्छ यसमा चाहिँ क्यान्डल
जब क्यान्डल क्लोज हुन्छ त्यस पछाडि किन्ने, किनकि यसले चाहिँ मार्केटलाई अप ट्रेन्ड हुन्छ कि भन्ने कुरा इन्डिकेट गर्छ र यो क्यान्डलले चाहिँ अब कस्तो हुन्छ त भन्दा यो क्यान्डलले अर्को क्यान्डलको हाइट तोड्यो जस्तै यो क्यान्डल भन्दा यो क्यान्डल यतिकिन ठुलो भयो भने अझ इन्ट्री गरेको अझ राम्रो सेफ ट्रेडरहरू बस्छ भन्न खोजे हो। अनि त्यस पछाडि स्टप लसमा पनि के हुन्छ इन्गल्फिङ क्यान्डलको चाहिँ हाम्रो लो भन्दा तल चाहिँ हामीले स्टप लस गर्नु पर्यो भनेको इन्गल्फिङ क्यान्डल यो भयो यो लो भन्दा तल चाहिँ हामीले स्टप लस गर्नु पर्यो माथि चाहिँ किन्न सक्ने सम्भावना देखाइदियो भने तलकोमा उम्, हामीले चाहिँ लो भन्दा तलकोमा चाहिँ स्टप लस गर्नु सक्नु पर्यो। त्यस पछाडि अर्को भनेको अब प्रफिट टार्गेट के हुन्छ रेसिस्टेन्स भन्ने त थाहा हुन्छ तपाईँहरूलाई त्यो रेसिस्टेन्स लेभलमा गएर तपाईँले चाहिँ आफ्नो टार्गेट हिट गरेर प्रफिट ल्याउन सक्नुहुनेछ र यसमा हामीले अब यो बुलिस इन्गल्फिङ क्यान्डललाई चाहिँ राम्रो इन्डिकेटरहरूसित युज गर्दा चाहिँ हाम्रो आरएसआई 30 भन्दा तल आएको अझ राम्रो भयो होइन त्यस पछाडि एमएसिडीले चाहिँ बुलिस क्रस ओभर दिएको हुनु पर्यो अब आरएसआई 30 भन्दा तल आयो भने त एमएसिडीका तिनी क्रस ओभरहरू सबै आइसकेका हुन्छन् होइन जस्तै यहाँनिरको यो क्यान्डल 30 भन्दा तल आयो आएन त्यो आरएसआई 30 भन्दा तल आएको अझ राम्रो होइन अनि मुभिङ एभरेज हेर्दै गर्दा चाहिँ हाम्रो सपोर्ट लेभलमा चाहिँ आउनु पर्यो होइन मुभिङ एभरेजको सपोर्ट हुनु पर्यो अनि हाम्रो सपोर्ट र डिमान्ड जोन दुवै भयो भने राम्रो हो अनि त्यस पछाडि अब यसमा हामीले चाहिँ के गर्नुपर्छ भन्दा साइडवेज मार्केटमा चाहिँ हामीले बुलिस इन्गल्फिङ क्यान्डलको प्रयोग गरेर ट्रेड गर्नु हुँदैन अनि त्यसलाई ट्रेन्डलाई पनि हामीले इग्नोर गर्नुपर्छ र स्टप लस पनि अब झ्याप्प धेरै घाटा लायो भने चाहिँ हामीलाई घाटा पनि जान सक्छ किनकि यो त ट्रेन्ड कन्फर्मेसन हो अब तल डाउन ट्रेन्ड कन्फर्म गर्दा गर्दै भ्याट्ट बढिरहेको हुन्छ नि त अनि त्यही भएर योमा पनि हामीले चाहिँ हेर्नुपर्छ त्यस पछाडि बुलिस इन्गल्फिङ भनेको चाहिँ हाम्रो अब समरीमा हेर्छ भने चाहिँ एउटा लामो रातो क्यान्डलको प्याटर्न बनिसकेपछि ठुलो क्यान्डल बन्नु र त्यो क्यान्डलले पछाडिको क्यान्डलहरूलाई चाहिँ ढाक्नु हो जसमा चाहिँ दुईवटा क्यान्डलको प्याटर्न हेरेर चाहिँ यो क्यान्डल बन्छ त्यस पछाडि यो क्यान्डलले चाहिँ पुरै क्यान्डलहरूलाई नै ढाकेको हुन्छ अब यसलाई हामीले इमेजको रूपमा हेर्छ भने मैले एउटा इमेज पनि लिएको छु त्यही इमेजमा पनि हेरौँ ल इमेज आएको छ बुलिस इन्गल्फिङ क्यान्डल प्याटर्न भनेको छ अब यहाँ बियरिस क्यान्डल भयो होइन अनि यसले ओपन यहाँ हुन्छ क्लोज यहाँ हुन्छ होइन बियरिस क्यान्डलमा तर अब बुलिस क्यान्डलमा के हुन्छ ओपन यहाँ हुन्छ अनि क्लोज माथि गएर हुन्छ होइन त्यस पछाडि यहाँ के भयो द बुलिस क्यान्डल क्लोज एबभ द प्रिभियस क्यान्डल ओपन अब प्रिभियस क्यान्डलको ओपन यहाँ भइरहेको हुन्छ होइन अनि यो क्यान्डल भन्दा यहाँ माथि गएर क्लोज हुन्छ यो क्यान्डलहरू अनि त्यस पछाडि बुलिस क्यान्डल ओपन्स एट द लोवर देन द प्रिभियस क्यान्डल क्लोज भनेको यो क्यान्डल चाहिँ पल्लाको भन्दा लोवरमा आएर ओपन हुन्छ यहाँ आएर ओपन भयो त्यस पछाडि यहाँ आएर ओपन भइसकेपछि चाहिँ पल्लाको क्यान्डलको क्लोज भन्दा चाहिँ यो यहाँ आएर ओपन भयो भन्न खोजेको छ अब यसलाई हामी है चार्ट प्याटर्नमा पनि हेर्छौँ यो मलाई ठिक लाग्यो एकदमै राम्रो क्यान्डल यहाँनिर फर्म भएको छ हजुरहरूलाई चाहिँ कताको क्यान्डल फर्म भएको छ जस्तो लागेको छ कमेन्ट गर्नु होला मैले एउटा क्यान्डल देखिरहेको थिएँ ल यहाँ छ है त यहाँ पनि छ अनि अर्को अझ यो क्यान्डल अझ राम्रोसित बनेन म अझ राम्रोसित यसलाई यो क्यान्डल ठिक छ ल यहाँ हेर्नु है त यो क्यान्डल यहाँ क्लोज भयो अझ योमा पनि राम्रोसित बनिरहेको छैन इन्गल्फिङ क्यान्डलको ठ्याक्कै राम्रो उदाहरण यहाँ मैले हजुरहरूलाई देखाउन सकिनँ इन्गल्फिङले ठ्याक्कै ढाकेको क्यान्डल भन्छ होइन हामीले यसलाई उम्, ल यहाँ यो पनि यो क्यान्डल अझ तल आएर बनेको भए अझ राम्रो हुन्छ अँ, मैले इन्गल्फिङ क्यान्डल अझ यहाँ बुझाउन सकिनँ नेप्चेमा भएको क्यान्डल मैले ल्याएको उदाहरणमा पनि अलि राम्रोसितको ठ्याक्कैलाई यो क्यान्डल छ हेर्नु है त यो क्यान्डल के छ भन्दा यहाँ ओपन भयो अनि त्यस पछाडि यहाँ माथिसम्म पुग्यो है तर यहाँदेखि क्लोज भयो होइन यो क्लोज भइसकेपछि के भयो भन्दा यहाँ यहाँ ओपन भएको क्यान्डल चाहिँ यहाँ माथि जाँदा पनि यहाँ गएर क्लोज हुन्छ होइन अनि त्यसरी यहाँ क्लोज भएको क्यान्डल चाहिँ योभन्दा पनि तल आएर ओपन हुन्छ भने हाम्रो यो क्यान्डल कस्तो हुन्छ त भन्दा बुलिस इन्गल्फिङ क्यान्डल हुन्छ यो क्यान्डलले चाहिँ योभन्दा आफूभन्दा अगाडिको क्यान्डललाई चाहिँ पुरै ढाकेको हुन्छ भनेको चाहिँ यहाँ ढाकेको छ कि नै ढाकेको छ
यहाँ ओपन भयो, यहाँ माथि गएर यसको हरियोमा क्लोज हुन्छ, यहाँ क्लोज हुन्छ तर तल आएर ओपन हुन्छ। यो विक भन्छ यसलाई। यो चाहिँ हाई र लो, माथिको हाई भयो, यो लो भयो। यसरी हामीले बुझ्यौँ भने हामीलाई एकदमै फाइदा हुनेछ। र त्यस पछाडि हामी बियरिस इन्गल्फिङ क्यान्डल प्याटर्नको पनि कुराहरू लिएर आउनेछु। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला र आगामी दिनहरूमा पनि मैले हजुरहरूको सामु यस्तै भिडियो लिएर आउनेछु। हस् धन्यवाद। हजुरहरूको दिन सुखद रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् र आफूलाई अध्ययनशील बनाउनुहोस्। तपाईँहरूले जति अध्ययन गर्नुहुन्छ तपाईँहरूलाई त्यति नै फाइदा हुनेछ।